जस्तो सामुद्रिक रहस्यले के भन्छ भने तपाईले गरिरहेको कर्ममा देखिरहेका चीजहरू तपाईले देखेको कारणले भएका होइनन्। ती चीजहरू राम्रो हुनु र नराम्रो हुनुका कारण होइनन्, राम्रो अथवा नराम्रो हुनुका संकेत मात्रै हुन्, कारण होइनन्। भागवतमै हामीले सुन्यौं धर्मराज युधिष्ठिरजी महाराजले भीमलाई भन्नुहुन्छ संकेत राम्रो छैन है। उलुक आएको छ, उल्लु आएर चिच्याइरहेको छ, यता पशु पक्षी पनि रोए जस्तो गरिरहेका छन्, वायु पनि तातो बगिरहेको छ, संकेत राम्रो छैन है बाबु। अर्जुन गएको 7 महिना भयो किन फर्किएर आएन भन्नुहुन्छ। त्यही बेलामा अर्जुनजी आएर भगवान श्रीहरिले श्रीकृष्ण अवतारलाई सम्वरण गरेर परमधाम गएको समाचार सुनाउनुहुन्छ। युधिष्ठिरजीले देखेको संकेतले त्यहाँ त्यस्तो घटना घटेको हो त होइन। घटना घटिसक्नु अथवा घट्नु अथवा घट्नेवाला घटनाको संकेत चाहिँ जिनी हो, अरु केही होइन। बिरालोले बाटो काट्यो भने हामीले थुथु गर्छौं अथवा जे गर्छौं, रोकिन्छौं अथवा जे छ चलनमा गर्छौं। बिरालोले बाटो काटेर अशुभ हुने होइन। बिरालोले बाटो काट्यो भने संकेत चाहिँ कहीं न कहीं नराम्रै हुँदैछ भन्नेको त होइन, तर अरु बेला भन्दा सावधान रहन पर्छ है तिमी भन्ने चाहिँ हो भन्ने छ।